ए बाबा रे सरी वाला गीत गाने मलाई ताजुक लागेर आउँछ मलाई आश्चर्य लागेर आउँछ हामीले फुटसल खेल्ने भनेको चाहिँ कहिले हो जर्सी मात्रै लाएर बसिरहेको छु नआएकै एक हप्ता भइसक्यो अस्तिको लाइभदेखि नुहाएकै छैन अब खेल्नुपर्छ चाँडै पाउनु न कहिले घर जाने होइन दसैँमा दसैँमा जाने अब तपाईँ घर चाहिँ होइन मेरो त घर कहाँ हुन्छ मेरो त छैन दसैँ किन नि भनौँ न ल ल हुन्छ म टिका लाउन आउँछु त्यसो भए हजुर साँच्चै हो तिहार चाहिँ छ एन्जिला दिसा ए हेलो तिहारमा आउँछु है म तिहारमा आउनु है हाम्रो यसो यता घरतिर तिहारमा चाहिँ किन आउनु टिको टाला गर्नु के बोला के टिकटालो तिहारमा अनि टिको टाला गर्दैन तिहारमा चाहिँ टिकटालो गऱ्यो भने त तनाव हुन्छ त्यहाँ मलाई त ग्याङले छुट्टी हान्छ त मलाई अन्त तिहारसम्म मेरो जुठो चलिरहेको छ तिहारसम्म जुठो परिरहेको छ तिहारमा अब जुठो खोलिन्छ त्यो बेलासम्म फागुनतिर आउँछु नि त माघ फागुन त्यतातिर हुन्छ बरु सिधै मङ्सिरमा आए नि हुन्छ चैतमा जान्छ चैतमा चैत चैतमा नै मङ्सिरे लक्ष्मी पूजाको भोलि खुल्छ अरे लक्ष्मी पूजाको भोलिपल्ट आए नि हुन्छ लक्ष्मी पूजाको दिन आए पनि हुन्छ मङ्सिरमै आउँछु नि फेरि मङ्सिरमा आउँदा नि हुन्छ प्रीतिको बर्थडे हो ल है ल विचार गर्नु मङ्सिरमा जान्छ दिदीको भोज खानु जान्छ दिदीको भोज खानु जानु चाहिँ मङ्सिरमा क्याट्रिनमा काम गर्नु क्याट्रिनमा के भन्छ नेपाली वर्ड एन्जिला दिदी तपाईँ भाडा मास्ने नाइ म भाडा मास्ने होइन म कारिगर बन्ने हो म पकाउँछु खाना जहाँ दिनु नि मजाक नगर कहाँ अहिले यति भर्खर गाउँ हुनुहुन्छ कहाँ उयो गर्नुहुन्छ ल है ल 35 हो दिदी कति हो म 35 हो 25 होला होइन 16 होला नि अझ 25 जति होला 24 25 होइन म 20 होला प्रीति बहिनी चाहिँ कति हो 17 बहिनी भर्खर 16 हो 12 अन्डर 12 तेरिका बस ऐसे मेरा कोई एहसास जैसे तू बस है मेरे पास ऐसे मेरा कोई एहसास है जैसे मैं मर ही जाऊं सो तुझको ना पाऊं बातों में तेरी मैं रात बिताऊं तो कलम आलम है नाम तेरा है तुझको ही गाऊं मैं तुझको पुकारूं यारा तू बदला नहीं है मौसम जरा सा उठा हुआ है सैयारा तू तो बदला नहीं है मौसम जरा सा उठा हुआ है वाह भोलिदेखि मेरो टिकटक चल्दैन अब गीतै सुन्न नपाउने भयो सेट
दिदी इन्डिया जान लाग्नु भएको हो र हाँ के भन्छ किन इन्डिया जान लाग्नु हो होइन है छ बिहार बिहार टिकटकै नचल्ने ठाउँमा जानु लागेको अब बिहार जान लाग्नु लागि बिहारमा इन्डियामा बिहे टिकटक गर्न चल्छ जानु त? लागेको म गेमको लागि हो होइन हौ बिहे गर्न जानु लागेको बिहारमा बिहारमा कहाँ बिहे गर्नु जान्छ है त्यस्तो कुरा नगर्नु अहिले भर्खर बिहारमा गएर बिहे गर्छु म अहिले बिहेको कुरा नगर्नु अहिले बिहे नगर्दा हुन्छ कहाँ तिरिका यार यत्रो भयो चाहिँ धेरै गर्नु छ यार ए भिपिएन चल्छ नि त के छैन ठिक छ ल ल चिन्ता नमानिस्यो न भिपिएनबाट आइहाल्छु नि म अब सैयारा तू तो मत बदलना ठिक छ प्रीति कहाँ छौ तिमी तिमी तिहारमा आउने हो तिहारमा म आउँछु तिहारमा त नआउँदा प्रीति हुँदैन म भाग्छु म त बस्दिनँ घरमा म यता म भाग्छु तिहारमा त अनि घरमा बस्ने त होइन नि यहाँ आउने नि कहाँ? तिहारमा म भाग्छु म आउँदिनँ कतै भने किन आउने आउनु नि अनि तिहारमा किन आउँछ अब तिहारमा किन जान्छ सबैको घर ओहो नजाने म त आउँदैन तर राष्ट्रिय लेडिज फुटबल टोलीसँग चाहिँ बेसी भैलो खेल्न मजा आउँछ होला है तिहारमा आउनु भैलो पनि खेल्नुपर्छ अनि अब तिहारमा यसो टिका पनि लाउनुपर्छ टिको टालो गर्नुपर्छ ए भन भाइ यो ए राम्ररी भन ए कुल गयो बाबा ए मम्मी ए पर्यो ए ल पर्यो ए डिस्टर्ब के भन्छ अहिले ओइ खै यता अनुहार देखाएर भन त के भनेको अरे मस्क्यो ए रातो भयो ए पिरो भयो ए खुसी भयो आम्मामामामामा। लिएर आऊ। यो कुन जन्ममा पाप गरेको थियो कोनी के भएको सम्झाउनु त बहिनीलाई बहिनी सम्झ्यौ त के हो तिमी हाम्रो बहिनीलाई सम्झाउनु त के भए बहिनी सम्झ है तिमी ए एन्जिला मम्मी ए तिहारमा अहिले म सबलाई टिका हालिदिन्छु म ए सबै जनता हेर ए कुलबोय बाबा ए एन्जिला मम्मी अरू आन्टी आयो यो प्रीतिलाई कहाँबाट आउँछ यस्तो कुराहरू तिमी दसैँ के अरे तिहारमा भेट्दाको तिमी बुझेनौ तिहारमा तिमीलाई जे चाहिन्छ म किनिदिन्छु गाई सर यो के भन्छ प्रीति भटाउने चाहिँ प्रीति बहिनीले राख्नुपर्छ अनि दुईजनाको हाम्रो नृत्य हुन्छ क्या त्यसमा चाहिँ है हरियो गोबरले लिपेको भन्ने गीतमा चाहिँ हामी दुईजनाको नृत्य राख्नुपर्छ एउटा है हरियो गोबरले लिपेको अनि भाइटिकाको दिन मैले टिका लगाएको एन्जिला दिदीको हातबाट स्वाहा